रमाइलो गर्दै र आमाहरूको गीत सुन्दै हामी चाहिँ पुग्यौँ धादिङ सल्यानटारमा अवस्थित नरसिंहधाम मन्दिर। त्यहाँ चाहिँ हरेक 3 वर्ष मलमासको समयमा दिव्य मेला लाग्ने गर्दछ र हामी मन्दिर पुग्यौँ। मन्दिरमा धेरै भिड थियो। मेलाको समयमा चाहिँ मन्दिरमा धेरै भिड हुने गर्ने रहेछ। त्यहाँको मुख्य विशेषता भनेको चाहिँ खोलामा गएर नुहाउने र खोलामा धेरै भिड थियो, मान्छेहरू नुहाइरहेको थियो होइन। हामी खोला तरेर गयौँ, खोलामा नुहायौँ, डुबुल्की मार्यौँ, इन्जोय गऱ्यौँ। हामी डुबुल्की मार्दै थियो, एउटा बहिनी फ्यात्त लगाएर आम फालेर आयो र नुहाइसकेपछि हामीले खोलामा पूजा गऱ्यौँ र पूजा गरिसकेपछि हामी माथि फर्क्यौँ। माथि मन्दिरमा पनि पूजा गऱ्यौँ, सँगै बहिनीहरूसँगै मिलेर पूजा गऱ्यौँ र धेरै गर्मी थियो। गर्मी भए पनि पूजा गर्न पाउँदा चाहिँ मनलाई एकदम शान्ति मिलिरहेको थियो। हामीले नरसिंहधाम मूर्तिमा पनि पूजा गऱ्यौँ र पूजा गरिसकेपछि हामी घर फर्क्यौँ। धन्यवाद, बाई बाई।